सन् 2050 यो कुनै युद्धपछिको संसार होइन, यो त्यही संसार हो जहाँ हामीले विषादीलाई समाधान सम्झेका थियौँ। घरहरू रित्तिए, माटो अब माटो रहेन। हरेक वर्ष मात्रा बढ्दै गयो। किराले प्रतिरोध क्षमता विकास गर्यो। किसानले अझ विषादी प्रयोग गर्न थाले। मौरी हरायो, परागसेचन घट्यो, उत्पादन घट्यो। शत्रु किरा मात्रै होइन, मित्र किराहरू पनि मरे। विषादी केवल खेतमा सीमित रहेन, विषादीले जताततै पानीका स्रोतहरूलाई प्रदूषित गर्यो र जताततै फैलियो। जल जीवन पनि यसबाट टाढा रहन सकेन। असर केवल खेतमा सीमित रहेन, हाम्रो शरीरमा पनि यसको असर देखियो। यसको सुरुवात बान्ता र टाउको दुखाइबाट भयो भने अन्त्य यसको निकै नै भयावह थियो। क्यान्सर, बाँझोपन लगायत दीर्घकालीन समस्याहरू। यो चाहिँ मोहनी पासो, यो क्युलियर हो। यसमा पोथीको बास्ना हुन्छ। भाले किराहरूलाई आकर्षण गर्छ। भाले यसमा आएर अनि ट्र्याप हो। यसमा पोथीको बास्ना राखिन्छ। टमाटरको टुटा जस्ता किरा यसमा आकर्षण हुन्छ। यो पहिलो चिप्चिपे पासो हो। यसमा लाई सेतो झिङ्गा जस्ता किराहरू मर्छन्। जैविक तरिकाहरूको प्रयोग गरेर, जस्तै स्त्री स्वभावको खपटे किराले लाही किराहरू र स्केल इन्सेक्ट जस्ता किराहरूलाई खान्छ। यो अरूभन्दा कम घातक निममा आधारित विषादी हो। विषादी प्रयोग गर्दा कहिले पनि पहिलोमा हरियो कलर भएको विषादी प्रयोग
हामीले यो कुनै पनि प्रकारको विषादी प्रयोग गर्नुभन्दा अगाडि आफ्नो सुरक्षालाई चाहिँ नि प्राथमिकता दिनु आवश्यक हुन्छ। त्यसैले हामीले चाहिँ यस्तो विषादीहरू सर्कनुभन्दा अगाडि पर्सनल प्रोटेक्सन इक्विपमेन्ट्सहरूको चाहिँ प्रयोग गर्नुपर्छ। जस्तै त्योभित्र पर्छ हाम्रो मास्क भयो, अनि पछि ग्लोभ्सहरू भयो, अनि पछि बुटहरू भयो। त्यसरी हाम्रो चाहिँ पुरा शरीरलाई ढाक्नेवाला कपडाहरू चाहिँ हाम्रो लगाउन आवश्यक हुन्छ। विषादी जहिले पनि सिफारिस मात्रामा मात्र प्रयोग गरौँ। सम्भव भएसम्म रासायनिक विषादीहरूको विकल्पहरू अपनाऊ, जस्तै हाम्रो स्थानीयमा पाइने वानस्पतिक विषादीहरू जस्तै बनमारा, गाईको मूत्र तथा खेतीपातीहरू पर्न सक्छ। प्रकृतिसँग लड्ने होइन, मिलेर काम गर्ने हो। भविष्य आफ्नो निर्णयले बन्छ। विषादीको विवेकपूर्ण प्रयोग गरौँ, जैविक र दिगो विकल्प अपनाऊ। स्वस्थ किसान, समृद्ध वातावरण, समृद्ध भविष्य।